केही दिन अगाडि सुनसरीको बराहा क्षेत्र नगरपालिका वडा नम्बर 10 मा रहेको रामधुनी चौकमा दुई पक्षबीच मोबाइलको विषयमा झैझगडा भएको थियो। झैझगडा मात्र होइन, त्यहाँ कुटपिट समेत भएको थियो। त्यसमा संलग्न हाल 34 घर भएका एकजना राहुल राई गम्भीर घाइते भएका छन्। घाइते मात्र होइन, राहुल राई मृत्यु हुन सक्ने सम्भावना समेत देखा परेको थियो। उक्त घटना सुरुमा गाउँमा घटेको थियो र त्यसपछि स्थानीयहरूले उक्त घटना मिलाए पश्चात फेरि पनि घरका केही सदस्यहरूले मिलोमत्तमा कुटपिट भएपछि घटनाले गम्भीर रूप लिएको हो। कुट्ने भोला चन्द्रवंशी पनि सामान्य घाइते उक्त घटनामा भएका थिए भने घटनामा संलग्न 21 वर्षीय भोला चन्द्रवंशी सहित उनको परिवारका केही सदस्यहरूले कुटपिट गरेको स्थानीयको भनाइरहेको छ। उक्त घटनामा कुटाई खाने वा गम्भीर चोट लाग्ने 17 वर्षीय राहुल राई सहित उनको 2 जना साथी समेत संलग्न रहेको थियो। राहुल राईको टाउकोमा रगत जमेको र तत्काल अपरेसन गरेको र त्यसको अहिले स्वास्थ्य उपचारमा केही सुधार आएको अस्पतालको रिपोर्टले जनाएको छ। हाल भोला चन्द्रवंशी सहित उनको बुवा गरी दुवैजना इलाका प्रहरी महेन्द्रनगर चक्रघट्टीमा थुनुवामा राखिएको र यस घटनाको सम्बन्धमा गम्भीर अनुसन्धान भइरहेको इलाका प्रहरी महेन्द्रनगर चक्रघट्टीका प्रहरी प्रमुख दिवस कोमरले जानकारी दिनुभयो। एउटा समाजमा घटेको यो घटना एउटा सामान्य घटना नभइकन यो घटना एउटा गम्भीर घटना हो। यस्तै घटना घटिरहने हो भने बालबालिकाहरू सुरक्षित छन् भन्न सकिन्न। नाबालकको मृत्यु समेत हुन सक्ने यस घटनामा संलग्न दोषीमाथि कारबाही होस्, सत्य तथ्य छानबिन होस्, यो विषयमा सम्बन्धित सम्पूर्ण निकायको ध्यान आकर्षण होस्। अनुसन्धानको क्रममा थप जानकारी तपाईहरुमाझ पब्लिक खबर मार्फत निष्पक्ष रूपमा प्रकाशन गर्नेछौँ। समाचारको लागि समीर चन्द्रवंशी।